सम्पूर्णमा नमस्कार। म चाहिँ आज हाम्रो कफी बगैँचाबाट यो भिडियो निर्माण गर्दैछु। अहिले चाहिँ कफी फुल्ने सिजन रहेको छ र कफी चाहिँ यसरी फुलिरहेको छ। तपाईहरु यो दृश्यमा देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो कफी बगैँचा। हुन त कफीहरु हाम्रो यता छ, अलि पर छ, अर्को ठाउँ छ, 2-3 ठाउँ नै छ, 3 ठाउँ 4 ठाउँ नै छ। यो बगैँचामा भएका कफीहरु चाहिँ म आज यो दृश्यमा देखाउन गइरहेको छु। यसरी चाहिँ एकदम राम्रोसँग फुलेको छ यसपालि। त्यसै गरी फल पनि राम्रै फलेको थियो, राम्रै आम्दानी दिएको थियो। यो दृश्यमा हजुरहरूले देख्न सक्नुहुन्छ, यो एउटै बुट्टा हो। यहाँ चाहिँ एकदम राम्रो फुलेको छ। त्यस्तै गरी अन्य बुट्टाहरु पनि छ। म कर्मैसँग हजुरहरूलाई देखाउन छु। यहाँ चाहिँ त्यो दाना देखिएको चाहिँ यो कफी होइन है, फेरि यो चाहिँ हामी यतातिर बकाइन भन्छौँ। बकाइनको बुट्टा छ माथितिर, त्यही बकाइनको दाना हो। यो पनि एकदम राम्रो दार हुन्छ र एकदम छिटो हुर्किने दार हो, बिरुवामा पर्दछ। कफी पर पनि छ तन्नै। म यहाँ कति सम्भव हुन्छ, सम्भव भएको जति देखाउने कोसिस गर्नेछु। यो चाहिँ उरादेखि परैसम्म छ। उता जाँदाखेरि चाहिँ अलिकति समय पनि कम छ मलाई चाहिँ, त्यही पनि थोरै गएर देखाउने कोसिस गर्नेछु। त्यस्तै गरी अर्को साइडमा पनि छ कफी चाहिँ एकदम राम्रोसँग फुलेको छ। यहाँ यो दृश्यमा हजुरहरू पनि देख्न सक्नुहुनेछ है, एकदम राम्रो फुलेको छ। उता पर पनि छन्, तर पर चाहिँ म अहिलेलाई गइन है। म अलिकति हतार पनि छ, लगभग बिहानको 8:45 भयो र म चाहिँ अलिकति बिजी हुँदाखेरि यहाँभन्दा पर गइन। अब यतातिर चढ्नै छ कफीका बोटहरू, यतापट्टिबाट देखाउने छु। ल यो दृश्यमा देख्न सक्नुहुनेछ है। अब यतातिर चाहिँ यहाँ चाहिँ तरकारीहरूको लागि चाहिँ ठाउँ बनाउनु भएको छ बुवाले। यो त म अघि नै देखाइसकेँ। त्यस्तै गरी यता यो कुनापट्टि पनि रहेको छ। यो कफी चाहिँ एकदम राम्रो फुलेको छ। यो पनि पहिले चाहिँ थिएन, अहिले त एकदमै बुट्टा पनि धेरै राम्रो छ, बाक्लो छ। फल पनि ठिक थियो, तर यतिको चाहिँ फुलेको थिएन, फलेको थिएन पहिला चाहिँ। अहिले चाहिँ बेसी नै राम्रोसँग फुलेको छ र आइसाल फल चाहिँ यसले चाहिँ राम्रै दिने सङ्केत चाहिँ देखियो है। यो फुलेको अनुसार यो कफी चाहिँ 2-3 पटक नै फुल्छ। यो दोस्रो चरणको फुल हो। यो दृश्यमा हजुरहरू देख्न सक्नुहुनेछ। यो एउटै बुट्टा हो, धेरै गाँजिएको छ। झ्याम्मा ठुलो छ, एकदम ठुलो छ। यसलाई माथिसम्म देख्न सक्नुहुन्छ हजुरहरू, तलदेखि माथिसम्म एउटै बुट्टा हो यो चाहिँ। त्यसै गरी यता पनि राम्रै फुलेको छ। ल यो दृश्यमा देख्न सक्नुहुन्छ है हजुरहरूले। त्यस्तै गरी यता पनि छ, यता पनि राम्रो छ। फुल चाहिँ राम्रै फुलेको छ। आशा छ फल पनि राम्रै हुनेछ। पहिले चाहिँ यो या त्यो कुन हो, यिनी मध्ये सम्भवतः यही नै हुनसक्छ है। एकदम राम्रो फलेको थियो। हजुरहरूलाई मैले 2-3 चोटि फुल्छ भनेको थिएँ नि। ल हेर्नु है, कोही चाहिँ यहाँ फलिसकेका छन्। देख्नुभयो नि यो दृश्यमा, यी फल यहाँनिर चाहिँ फलिसकेका छन्, कोही फुल्दैछन्। यो दोस्रो चरणको फुल हो र फेरि पनि फुल्छ है यिनी कफीहरू। यहाँ
खाली खाली देख्नु भएको छ नि, यो चाहिँ फेरि पनि फुल्छ। 3 चोटि या 4 चोटि, 3 चोटि फुल्छ, 4 चोटि पनि हो कि जस्तो लाग्छ। यो चाहिँ सबै हाम्रो बुवाको मेहनत हो। यता चाहिँ अलिक कम फुलेको छ। यता अर्को एउटा एकदम बाक्लो फुलेको छ, त्यो पनि देखाउँछु है त म। यो ठिकै छ। यो चाहिँ यो बुट्टाको फुल चाहिँ ठिकै छ, ठिकै छ। यतातिर सिमी उम्रिसकेका छन्। त्यसै गरी टर्नेलमा टमाटर लगाउने तयारी यसमा त लगाइसक्नु भएको छ, अर्कोमा चाहिँ लगाउन बाँकी छ। त्यस्तै गरी यहाँ चाहिँ यो बुट्टा राम्रो छैन, तर पनि फुलेको छ। यसमा पनि छ है फल, फल लागिसकेको छ, फुल पनि छ, फल पनि लागिसकेको छ। कोही फलिसकेका छन्, कोही फुल मात्रै छन्। यो बुट्टा राम्रो छ एकदम। यो चाहिँ एउटै बुट्टा हो। यसमा पनि एकदम बेसी नै छ। यसको पात भने यो बारीमा झारहरू डढाल्दाखेरि चाहिँ आगोको लाहुकाले, आगोको रापले गर्दाखेरि चाहिँ त्यो मरे जस्तो देखिएको छ। यो एउटै बुट्टा हो, एउटै बुट्टा हो। 3-4 वटा हाँगा हालेर चाहिँ यसरी झाङ्गिएको छ। एकदम राम्रो फुलेको छ। यहाँ चाहिँ मौरीहरू पनि आएर यसरी कफीको रस चुस्दैछन्। तपाईँहरू यो दृश्यमा देख्न सक्नुहुनेछ। एकदम राम्रो छ यिनी कफी पनि। ल यस्तो राम्रो छ। छन् त उता पनि छ। मेरो चाहिँ अब ड्युटी जाने समय हुने भएकोले म चाहिँ अहिलेलाई यति नै बनाएँ त भिडियो। ल के कस्तो छ कमेन्ट पनि गर्दै जानु होला, सेयर पनि गर्नु होला, र यो हाम्रो बुवाको मेहनतलाई सबैले लाइक कमेन्ट सेयर गर्नु होला है त। जुन चाहिँ हाम्रो भिडियोमा जोडिनु भएकोमा धन्यवाद।